दर्शक नमस्कार। अर्को भिडियोमा यहाँलाई हार्दिक स्वागत गर्न चाहन्छु। यति बेला श्रम संस्कृति पार्क आजको दृश्यलाई म सम्प्रेषण गरिरहेको छु र श्रम संस्कृति पार्कमा आज अत्यधिक मात्रामा भिड लाग्ने गरेको छ। ठिक छ हो यो हो नि त। नाचेर जानु न एकपटक, नाचेर जानु न एकपटक। श्रम संस्कृति पार्क यो ऐतिहासिक रूपमा बनेको श्रम संस्कृति पार्कको दृश्य आजको दृश्यमा यहाँले सम्प्रेषण गरिरहेको छु। आज यो मङ्सिर पूर्णिमा पनि सुरुवात भइसकेको छ र यहाँ धेरै टाढा टाढाबाट पर्यटकहरू यहाँनिर हामी धेरै हुलहरू हामी देख्न सक्छौँ। यो हाम्रो काउन्टर रहेको छ ल यो अहिले श्रम संस्कृति पार्कभित्रको दृश्य मैले देखाइरहेको छु। आज धेरै भिड रहेको छ। आज विशेष यो श्रम संस्कृति पार्कभित्र ल यहाँ साना साना भाइ बहिनीको अत्यन्तै ठुलो हुल रहेको छ। ल जाने श्रमदान चौतारीको यो परिसर हो। श्रमदान चौतारी धेरै पर्यटकहरू चाहिँ यो चाहिँ धरान उपमहानगरपालिकाको प्रमुख अर्का साम्पाको पूर्ण कदको प्रतिमा रहेको छ। नेपालमै यो पहिलोचोटि जीवित व्यक्तिको यहाँ प्रतिमा बनाइएको छ। यहाँ पनि फोटो खिच्नेहरूको धेरै घुइँचो लाग्ने गर्दछ। दिनमा हजारौँको हाराहारीमा फोटो खिच्ने गर्नुहुन्छ यो ठाउँमा। आज पनि धेरै जसो फोटो खिच्दै हुनुहुन्छ उहाँहरू। यो गोर्खा चौतारी यो ऐतिहासिक रूपमा बनेको यो गोर्खा चौतारी जहाँ कि तीनवटा नेपालमा रहेका तीनवटा गोर्खा समुदायहरूको संयुक्त लगानीमा निर्माण भएको यो गोर्खा चौतारी रहेको छ। जहाँ कि इन्डिया गोर्खा, सिङ्गापुर गोर्खा, त्यसै गरी युके गोर्खा गरेर तीनैवटा गोर्खा समुदायको संयुक्त लगानीमा निर्माण भएको यो युनिटिङ अल
द गोर्खास भनेर लेखिएको छ। भित्रको मैले दृश्य देखाइरहेको छु। अत्यन्तै यहाँ पनि पर्यटकहरू हुनुहुन्छ। गोर्खा चौतारी भित्रको यो दृश्य मैले देखाइरहेको छु। अझै पनि यहाँ पर्यटकहरू आउने क्रम जारी नै रहेको म यहाँले जानकारी गराउन चाहन्छु। अत्यन्तै धेरै पर्यटकहरू चाहिँ यहाँनिर आउने क्रम जारी रहेको छ धेरै ठाउँबाट। यो रहेको छ भित्र अहिले आराधरानको परिसरमा आएको छु र आराधरानमा पनि यति धेरै पर्यटकहरू चाहिँ हुनुहुन्छ। धेरै ठाउँबाट पर्यटकहरू चाहिँ आउनुभएको छ। धेरै फोटो खिच्दै हुनुहुन्छ। धेरै ठाउँबाट आउनुभएको अहिले यो आराधरान परिसरमा छौँ। यहाँ पनि पर्यटकहरूको अत्यन्तै ठुलो घुइँचो लाग्ने गर्दछ। किनकि यो ऐतिहासिकमा भनेको श्रमदान मार्फत निर्माण गरेको पहिलो संरचना यही हो आराधरान। यहीँबाट सबैभन्दा पहिलो निर्माण भएको श्रमदान मार्फत निर्माण भएको संरचना चाहिँ आराधरान हो। र यहाँनिर ऐतिहासिक चिन्डो पनि रहेको छ। चिन्डोबाट चाहिँ पानी यसरी सरेर बग्छ। पर्यटकहरू आउने क्रम जारी रहेको छ। यो धरानको सबैभन्दा पहिला चाहिँ यही संरचना निर्माण भएको थियो आराधरानको। यहाँ धेरै पर्यटकहरू हुनुहुन्छ। दैनिक जसो यहाँनिर हजारौँको सङ्ख्यामा पर्यटकहरू चाहिँ घुम्नको लागि आउनुहुन्छ। यो नेपालमा सबैभन्दा फरक ऐतिहासिक बोकेको यो श्रम संस्कृति पार्क आराधरानको दृश्य म यहाँले देखाइरहेको छु। धेरै यसले गोर्खा चौतारी जहाँ कि यो ठुलो लामो खुकुरी छ। यो 50 फिट लामो खुकुरी रहेको छ। र यहाँ पनि धेरै पर्यटकहरू चाहिँ फोटो खिच्दै हुनुहुन्छ। हजुर यो पक्कै पनि नेपालको इतिहासमा सबैभन्दा फरक ऐतिहासिकता बोकेको पार्क हो। जहाँ कि अहिले जुन यो निर्माण भएका संरचनाहरू यो पार्कमा कुनै पनि सरकारी बजेट बिना नै बनिएको हो। यो चाहिँ सर्वसाधारणहरूकै श्रमदान त्यस्तै गरी आर्थिक दाताहरूको आर्थिक सहयोगमा निर्माण भएको यो पार्कहरू हुन्। यो अत्यन्तै फरक तरिकाले निर्माण भएको छ। त्यसकारणले पनि यसको बेग्लै ऐतिहासिकता रहेको म यहाँलाई जानकारी गराउन चाहन्छु। किनकि यो नेपालमा सबैभन्दा फरक तरिकाबाट निर्माण भएको ऐतिहासिकता त छँदै नै छ भने अहिले जुन यो निर्माण भए पश्चात स्थानीय सरकारको मातहतमा यसको स्वामित्वलाई हस्तान्तरण गरिएको छ। र यो स्वामित्वलाई हस्तान्तरण गरिसकेपछि यहाँबाट जति पनि अहिले धरान महानगरपालिकाको आय स्रोतको रूपमा यो एउटा मुख्य गन्तव्य पनि रहेको म यहाँलाई जानकारी गराउन चाहन्छु। किनकि यहाँ दैनिक जसो हजार पर्यटकहरूको चाहिँ यहाँनिर घुइँचो लाग्ने गर्दछ। र त्यही कारणले पनि अहिले अत्यधिक मात्रामा यहाँनिर यसको चर्चा र परिचर्चा बढेर गएको छ भने आर्थिक रूपमा पनि धेरै मात्रामा
यहाँनिर पर्यटकहरूबाट सङ्कलन भएका यो रकमहरू चाहिँ धरणपा महानगरपालिकाको आर्थिक यो राजस्वमा पनि वृद्धि भएको म यहाँलाई जानकारी गराउन चाहन्छु। अहिले यति धेरै भिड लाग्ने गर्दछ। म यो भिडियोले सम्प्रेषण गर्नका लागि अहिले भिडियो खिचिरहेको छु। यति धेरै यहाँ पर्यटकहरू क्रम जारी रहेको छ अझै पनि, किनकि यो धरानको सबैभन्दा व्यस्त हुने यो ठाउँ श्रम संस्कृति पार्क रहेको छ। यसको आफ्नै विशेषता पनि रहेको छ। यहाँ हरेक वर्गका हरेक उमेर समूहका व्यक्तिहरू अथवा पर्यटकहरूको चाहिँ घुइँचो लाग्ने यो ठाउँ रहेको छ। श्रम संस्कृति पार्कको आजको म दृश्यहरूलाई देखाइरहेको छु। यति धेरै घुइँचो रहेको छ आज। हाथी का सूट भरा हो जो पानी यो टिकटलाई अथवा व्यवस्थित गर्नका लागि अथवा जो चाहिँ यहाँका पर्यटकहरूलाई व्यवस्थित गर्नका लागि भनेर टिकट काउन्टरको जुन यो गेटमा यति धेरै भिड रहेको छ। त्यस कारणले एकजना भित्र र अर्कोजना बाहिरबाट यसको समन्वयन गर्नका लागि अहिले कामहरू भइरहेको छ। यति धेरै पर्यटकहरूको उपस्थिति रहेको छ। त्यहाँ बाक्लो उपस्थिति यसरी दैनिक जस्तो पर्यटकहरूको हजारौँ सङ्ख्यामा उपस्थित रहने यस श्रम संस्कृति पार्कको आजको यो दृश्यलाई मैले गरिरहेको छु। यसले पनि के अनुमान गर्न सकिन्छ भने स्थानीय सरकारको अहिले जुन यो स्वामित्वमा रहेको श्रम संस्कृति पार्कबाट अनुमानित आज के कतिसम्म रकम सङ्कलन हुनसक्छ अथवा राजस्व सङ्कलन हुनसक्छ भने त्यतिकै पनि अनुमान गर्न सकिन्छ भन्दै आजको भिडियोबाट म पनि बिदा हुन चाहन्छु। नमस्कार।